टाटी अब घरे हेलो गाइज, वेलकम टू माई भ्लग। भात खान जाँदैछौँ। हाई भनिदिनु। म चाहिँ आज बिहेमा आएको छु। मेरो अङ्कलको छोरीको मतलब दिदीको बिहे हो। भात खान जाँदैछौँ अब सबैजना। यहाँ मेरो आमा छन्, यहाँ दिदीहरू अनि बिहेमा चाहिँ मैले भइरहेछ। अब चाहिँ खाना खान बसिसकेछौँ। म चाहिँ यहाँ मासु भात, यहाँ चाहिँ दिदीहरू बसेछन्, हामी खाना लाग्छौँ। यहाँ चाहिँ म नि यस्तो देखाइदिउँ भनेर टाटी अब घरे म चाहिँ नन्दसँग चाहिँ नन्द घर गइरहेको थिएँ। अनि यहाँ नन्दले चाहिँ मलाई जिस्काउँदै हुनुहुन्थ्यो, के गरी भ्लग बनाउँदै हुनुहुन्छ भनेर। अनि म भ्लग बनाउँछु भनेको थिएँ। अनि फेरि बिहे घरमा आयौँ। अनि यहाँ चाहिँ आफ्नो सासूलाई चाहिँ यसरी ढोक लाग्ने कार्यक्रम चलिरहेको रहेछ। यसरी मगरमा चाहिँ यसरी ढोक लाग्ने रहेछन्, मैले पनि फर्स्ट टाइम देखेँ। अनि यहाँ चाहिँ सिकाउँदै हुनुहुन्छ के गर्ने हो भनेर। अनि यहाँ चाहिँ मेरो छोरी छ। अनि त्यसपछि मैले नि हेरिरहेको थिएँ के हुँदो रहेछ। मगर जातमा चाहिँ हाम्रो दिदी फेरि मगरसँग जानुभएको हो के। अनि त्यही भएर अनि यसरी गर्ने हो भनेर सिकाउँदै हुनुहुन्छ। उहाँपट्टि पनि धेरैजना आउनुभएको थिएन। अनि यसरी नमस्ते गर्नु, ढोक लाग्नु भन्ने सिकाउँदै हुनुहुन्छ। अनि रमाइलो चाहिँ भयो। अनि अब चाहिँ दिदीहरू पनि जाने बेला भइसकेछ। अब चाहिँ जान लाग्नु भएको छ दिदीहरू चाहिँ। अनि हामी चाहिँ जन्ती हेर्दै थियौँ। अब बाई बाई गाइज, आजलाई चाहिँ यति नै। अब नेक्स्ट ब्लगमा बाई।